सो होइन आज चाहिँ हामी चाहिँ पेङोङ लेक लद्दाखबाट जाँदैछौँ अनि लद्दाख जाँदै गर्दा हामीले चाहिँ यहाँ फर्स्ट चाहिँ च्याङ्गा पास भेट्यौँ जहाँ चाहिँ हामीले भिडियो बनाइरहेको थियौँ तर हिउँ चाहिँ वाइल्ड परेर हामी चाहिँ बाहिर निस्किन चाहिँ पाएनौँ होइन सो यतिमै चाहिँ गरिरहेको थियौँ गाडी अगाडि हिँडिरहेको छ हेर्नु यहाँ साइडमा अब पुलिसले चाहिँ नबनाउने भिडियो भनिरहेछ कि फेरि किनकि यस्तो बरफमा अब केही हुँदिन सक्छ एक्सिडेन्टहरू भनेर त्यही भनेको हो आफ्नै लागि तर नेगेटिभ चाहिँ लिनुहुन्न होइन अनि यहाँ चाहिँ पुरै गाडीहरू रोकेको छ कि यो चाहिँ चेक पोस्ट हो नि त च्याङ्ला पासको सो त्यही भएर मेरो भ्लग चाहिँ हेरिराख्नुहुन्छ भने चाहिँ त मैले देखाउँछु तपाईँहरूलाई लद्दाख पेङोङ लेकको भ्यू वा हेर न पुरै बरफ आइरहेको छ कि हिउँ आइरहेको छ हेर न पुरै बाइक यो हो नि त फेरि रियल स्वर्ग भनेको हिउँ आइरहेको छ कि हिउँ आउँदै गाडीमा जाँदैको ट्राभल चाहिँ होइन बेग्लै हुन्छ कि फेरि केटा होइन हेर्दै गरौँ है त म अब तपाईँलाई सिधै देखाउँछु ल यहाँ चाहिँ यो भयो यो माथि हिउँ चाहिँ परिरहेको सायद बाटो ब्लक पनि हुनसक्छ थाहा छैन होइन सो फाइनली गाइज यो चाहिँ पेङोङ लेकको स्टार्टिङ पोइन्ट भ्यू पोइन्ट हो होइन यो चाहिँ स्टार्टिङ पोइन्ट हो हेर्नु न कति राम्रो छ यो चाहिँ बादलले गर्दा त्यति राम्रो देखेको छैन तर चाहिँ माथि चाहिँ भने चाहिँ यस्तो राम्रो छ होइन यो चाहिँ यो लुकुमबाट कुदाकुदै अगाडि त्यसपछि हामी कटेजहरूमा जानेछौँ जहाँ कटेजहरूको अब हिउँ कतिको पर्छ अब आज चाहिँ राति भइहाल्छ होला अब म आधा भ्लग चाहिँ भोलि बिहान उठेकै थिएँ कि गाइस हेर्नु न वा स्वर्ग होइन यो स्वर्ग हिउँ पर्तिर आएँ गाइस यार घरमै हिउँ पर्तिर माथि हेर वारिपारि सबै डाँडाहरू यस्तो हेरौँ त ल त्यो दिउँसो हिउँ परिरहेको थियो अहिले चाहिँ पुरै हिउँ सुकेर हेर्नु याकहरू चढ्दिन आखान क्या पुरै यो चाहिँ कतिले चिन्नुहुन्छ यसलाई चौरी गाई पनि भन्छ याक पनि भन्छ होइन यो चाहिँ पेङोङ लेकको भ्यूमा दुइटा चाहिँ यहाँ राइडको लागि पनि राखेको छ यत्तिकैमा राइड गर्नुपर्छ भनेर राखेको हो कि यहाँ चाहिँ टुरिस्टहरू चाहिँ यति धेरै छ नि यहाँ होइन आइरहेको छ अब टुरिस्टहरू किनकि अब 3 इडियटको सुटिङ पोइन्ट चाहिँ यहीँ हो नि त सो त्यही भएर आइरहेको छ नि यहाँ अनि यहाँ चाहिँ हामी अब सामानहरू बेच्न आएको हिउँ चाहिँ यस्तो परेछ मान्छेहरू यस्तरी हिँडिरहेको हुन्छन् याक चाहिँ यस्तरी चढिरहेको छ यहाँ सो अब म आएको चाहिँ होइन हुन लाग्यो 6-7 दिनभित्र मैले अब भ्लग त्यति पोस्ट गरेको थिएन किनभने चाहिँ मसँग सिम थिएन अनि वाइफाई चाहिँ यहाँ चलिरहेको थिएन अझै पनि सायद पाउँदैन होला आँखा चाहिँ यति रातो भइरहेको छ मेरो यो चाहिँ घामले गर्दा हो सो होइन साथीहरू यो घामले हो पछाडि चाहिँ मेरो याक छ त्यसलाई याक यहाँ राइडको लागि राखेको छ अनि माथि चाहिँ घामसाम लागिरहेको हुन्छ हेर्नु घाम पनि वाइल लागिदिन्छ फेरि चिसो पनि वाइल भइदिन्छ कि यहाँ भनेपछि चाहिँ होइन त्यस्तो ठाउँ हो यो सो अब तपाईँहरू घुम्न आउनुहुन्छ भने चाहिँ आउनु सक्नुहुन्छ यहाँ चाहिँ सोलो राइड अनि आफ्नो ग्रुपसँग लेह लद्दाख पेङोङ लेकहरू पछाडि याक हेर्नु वा केटा हेर न याक हो कि यो चाहिँ होइन चौरी गाई म चाहिँ अब यहाँ आज चाहिँ चढ्दैन होला किनकि अब आज सोधपुछ गर्नु पऱ्यो घोडा छ पछाडि चाहिँ याक भयो होइन यो चाहिँ सेतो चौरी गाई अनि टुरिस्टहरूले चाहिँ त्यो घोडा चढ्छु भनिरहन् अनि टुरिस्ट भने चाहिँ अब यति नै आइरहेको हुन्छन् चाहिँ यो त्यो चाहिँ फर्स्ट पोइन्ट हो पेङोङ लेकको फर्स्ट ताल अनि त्यहाँबाट चाहिँ माथि छ यो आधा 30% चाहिँ इन्डियामा छ बाँकी 70% चाहिँ माथिमा छ हेर न के भन्छ के यार यो यहाँको मान्छेले अनि यो चाहिँ 70% चाहिँ माथि चाइनामा छ 164 किलोमिटरको यो ताल हो यो हिउँ चाहिँ हेर्नुहोस् कि यहाँ अफ सिजन हिउँ पर्ने हो कि यो ठाउँ भनेको यस्तो वाइल्ड ठाउँ हो नि त फेरि बोबाल वा त्यही नि अब सोच्नु होला हामी चाहिँ यहाँ पेङोङ लेकमा के गरिरहेछौँ भनेर हामी चाहिँ यहाँ चाहिँ सामान बेच्छौँ कि साथीहरू होइन सामान बेच्छौँ अब दिन लाग्यो छोराहरू कमाउनु बाहिर निस्किनु पऱ्यो ननिस्केसम्म त केही हुँदैन त्यही भएर चाहिँ म यहाँ नेपालबाट चाहिँ यहाँ लद्दाखको चाइनाको बोर्डर नजिकै पेङोङ लेक भन्ने ठाउँमा कमाउन आएको हो कि साथीहरू ब्याक साइडको भ्यू पुरै यो ठाउँमा बसेर हेर न हिउँ पर्छ चिसो हुन्छ मुख फटाउँछ अनि घामले आँखा पोल्छ तर पनि यो ठाउँमा हामी कमाउन आइरहेको छौँ कि किन भनौँ न मान्छे यति धेरै आउँछ कि यहाँ घुम्न हामी चाहिँ कमाउन आएको छौँ यहाँ यो सब यताउता चाहिँ टुरिस्टहरू हो कि सब यो चाहिँ म होइन पुरै कपडा हेर्नु कति बाक्लो लाग्छु कि मैले यति बाक्लो लगाएर हिँड्नुपर्ने हुन्छ कि यो ठाउँमा होइन सो यो नेपाल र तिब्बतीयनको ठाउँ हो
याकमा चढ्ने भनेर चाहिँ यी मान्छेहरू बसेको थियो तर याक मान्छेहरू मात्रै फोटो खिचिरहेको छन् मान्छे चाहिँ हेर्न केटा कस्तो डराइदिइरहेको यो मान्छे साइडको यो चाहिँ मेरो दोकान हो साथी मैले यो सामानहरू यहाँ बेच्छु अब नेपालबाट यहाँ चाहिँ सामान बेच्न आएको ब्रेसलेटहरू सब यो दोकान छ नि त यो मेरो हो साथी यहाँ बस्छु म यो चाहिँ माथि मामाको छ त्यहाँ माथि दाई यतापट्टि मामा अनि त्यहाँ यता दाई अनि यहाँ साइडमा पनि मामा हुनुहुन्छ यहाँ चाहिँ दोकान सब ठाउँमा हामीले लाम यो चाहिँ मेरो दोकान हो सो प्याङले कतिखेर घुम्न आउनुहुन्छ यहाँ मेरो दोकानबाट सामान किन्दा हुन्छ हजुरहरूले अनि राम्रोसित टुरिस्टहरू हेर्नु न ढुस आइदिन्छ कि यार साथी सस्तो भने नि महँगो मानिदिन्छ लिँदिन्नन् अब के भन्ने कि यिनीहरूलाई अब सामान किनेर लिएर आउनुपर्छ फिल्ममा आएर जस्तो मानिदिन्छ यिनीहरूले हानम चाहिँ रिस उठ्छ कि 2-3जनालाई त फेरि के भन्ने अब यस्तै चाहिँ फटाएर काला हेर मेरो काला फेरि फटाएर रुख म तिमीलाई खाप्छु खोलेर नै देखाइदिन्छु यस्तो फाटे खायो नि त के भनौँ के हो तिमीलाई खाप्छु यस्तो फाटे खा कि यो चाहिँ मैले भोइस ओभर गरेको ल माउले एकातिर चल्यो एकातिर भन्नु होला पुरै फाटेर कि यहाँ मुख फाटिदिन्छ आँखा पोलिदिन्छ यहाँ आइफोनको दिक्कतै यही छ कि केटा हो यार भोइस ओभर गर्नुपर्ने हुन्छ कि पुरै फेस फाटेर देख्यो नि त केटा हो यस्तो हुन्छ कि तिमीहरू पैसा कमाउनु सजिलो छ सोध्छौ कि पैसा कमाउनु सजिलो छैन नट इजी ब्रो कतिको त अब हार्ड मिहिनेत गर्नुपर्छ त्यो हामीहरूलाई सोध्नु गाह्रो कतिको हुन्छ भनेर यस्तो बाख्रो कपडा लगाएर बस्नुपर्ने हुन्छ बेच्नुपर्ने हुन्छ यो चाहिँ आयो होइन यहाँको यो मान्छे हो यसले चाहिँ घोडा याकहरू चाहिँ चलाउँछ यो याक र अब राइड गराएर आएको नि त भर्खरै यसले सो त्यही भएर यहाँ देखाउँदैछ आइफोनको दिक्कत यही हुन्छ केटा माइक किन्नुपर्ने छ अब माइक किन्यो भनेपछि चाहिँ राम्रो मेरो भोइस आउँछ अहिले चाहिँ मैले यो भोइस ओभर गरेको होइन पछाडि यो हेर्दै थिएँ कि पछाडि मलाई त्यो देख्यो यो चाहिँ मेरो दाई हो है केटा मेरो दाई होइन यो कोसँग फोन गरिरहनु पारा गफ गरेर के भन्ने कि अब यो चाहिँ दाई हो नि दाईको दोकान हो यो चाहिँ होइन हेर्दै हुनुहुन्छ यो दाईको दोकान हो दाईले यहाँ बेच्नुहुन्छ हामी एक्लै छैनौँ हामी 6जना छौँ दाई चाहिँ यहाँ के भनिराख्नु भएको थियो नि त घर बुढीसँग कुरा गरिरहेको छु भन्नुहुन्थ्यो नेट चल्छ उहाँको चाहिँ अब कुरा गरिराख्नुहुन्छ उहाँको दोकान हो राउन्ड पुरै यो दोकान हो उहाँ दाईको होइन यो चाहिँ त मामा छन् यहाँ चाहिँ लम्बु मामा हाम्रो अर्को मामा हुनुहुन्छ यहाँ चाहिँ होइन सायद सुत्नु भए उहाँ पनि अब बेच्नुहुन्छ चिमा छन् कि फेरि दोकान चाहिँ यो उहाँको उसले चाहिँ भनेको भनेर वाइल्ड छ क्या वाइल्ड पारा सुत्नु भएको छ होइन मजा छ म चाहिँ यहाँ सामान माग्न आएको थिएँ कि उहाँको दोकान चाहिँ यो हो मामा चाहिँ यहाँ छन् अब कस्टमरसँग कुरा गर्न लाग्नु भएको कस्टमरहरू उता चाहिँ दाई हुनुहुन्छ होइन दाई चाहिँ अब फोन गर्न लाग्नु भएको कस्टमर भने थाहा छैन क्या अरे घर फोन गरिराख्नु यस्तरी हेर्नुपर्छ केटा नजरले काम गर्दैन कि यहाँ भनेपछि चाहिँ यस्तो छ कि फेरि वाइल्ड देखेको पनि छैन कि घामले सो यति नै थियो गाइज होइन थ्याङ्क यू फर वाचिङ यदि सबैले हेर्नु भएको छ भने तपाईँहरूलाई धन्यवाद छ अर्को ब्लगमा भेटौँला उहाँ चाहिँ अब हामी ब्याङ लेकको अब कति 6 महिना बस्छौँ थ्याङ्क यू फर वाचिङ